सबैजनालाई नमस्कार। हामी यति बेला नेपाली काङ्ग्रेसको सभापतिको आधिकारिक सभापतिको निर्वाचन आयोगले आधिकारिक सभापति कसलाई घोषणा गर्छ अथवा नेपाली काङ्ग्रेसको आधिकारिक सभापति को भनेर हामीले विशेष चर्चा गर्न गइरहेका छौँ। नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन भनेर केही दिन अगाडि एउटा अधिवेशन भयो, अधिवेशन सुरु भयो। त्यहाँ धेरैको हस्ताक्षरमा गगन कुमार थापालाई पार्टी सभापति बनाइयो। उता देउबा पक्षले फेरि असन्तुष्टि हुँदैन भनेर 5 वर्षको लागि गगन कुमार थापा, विश्वप्रकाश शर्मा लगायतका 5 जना नेतालाई 5 वर्षको लागि कारबाही गरेको थियो। त्यही कारबाही गरेको विषयलाई लिएर हिजो मात्रै नेपाली काङ्ग्रेसका विशेष महाधिवेशनबाट छनौट भएका पार्टी सभापति गगन कुमार थापाको टोली हिजो निर्वाचन आयोगमा पुगेको थियो। हामी विशेष महाधिवेशनबाट आएको हो, हामीले त्यो कार्यकाल विघटन गरिसक्यौँ, देउबाको कार्यकाललाई विघटन गरिसकेका छौँ। आधिकारिक सभापति म नै भनेर उहाँले प्रश्न पार्नको लागि हिजो निर्वाचन आयोगमा जानुभएको थियो। आज त्यही विषयलाई लिएर फेरि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको टोली, फेरि देउपक्ष टोली भनौँ अथवा उहाँहरू फेरि आज जानुभएको छ। आज गएर उहाँहरूले 885 भन्दा धेरै व्यक्तिको हस्ताक्षर फिर्ता भइसकेको जानकारी दिनुभएको छ। आधिकारिक सभापति को हुँदा तपाईँलाई उल्टो लाग्छ? नेपाली काङ्ग्रेसको पार्टी विश्वेश्वर प्रसाद कोइरालाले गरेको योगदानलाई भुल्नु हुँदैन। विश्वप्रकाश शर्मा यति बेला महामन्त्रीबाट बढुवा भएर उपसभापतिमा जानुभएको छ। त्यसै गरी प्रदीप पौडेल महामन्त्रीमा निर्वाचित हुनुभएको छ। विशेष महाधिवेशन एक किसिमको पार्टीको माहौल त त्यो भइहाल्यो होइन। विशेष महाधिवेशनले नेपाली काङ्ग्रेसलाई बदल्न जसको के बदल रहन्छ भन्ने कुरा आइरहेको छ। नेपाली पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि त्यहाँ केही कुराहरू जानकारी दिनुभएको छ। अनि काङ्ग्रेसको देउबा समूहलाई निर्वाचन आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय हुँदैन भनेर भनिरहेछ। काङ्ग्रेसको देउबा समूहलाई निर्वाचन आयोगले त्यस्तो भनिरहेछ। अनि देउबा पक्षले फेरि आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा कागजातहरू बुझाउनु भएको छ। आज मात्र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वको टोली पुगेर त्यहाँ कागजात पुर्याएको थियो। अनि विश्वप्रकाश शर्माले फेरि पार्टी विभाजन भएपछि मैले हलबाटै बाहिरिन्छु भन्नुभएको थियो। त्यस्ता कुराहरू पनि टिका टिप्पणी भइरहेको छ। त्यसै गरी निर्वाचन आयोगले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको टोली त्यहाँ गएर केही तस्बिरहरू तपाईँले देख्न सक्नुहुन्छ। अनि फेरि एकजना नेपाली काङ्ग्रेसका नेताले भन्दै हुनुहुन्छ भोलिदेखि सभापति देउबाले साइन गरेको टिकट बार्न गगन कुमार थापा आउनुपर्छ। गगन कुमार थापाले नेपाली काङ्ग्रेसकै सभापति शेरबहादुर देउबा हुनुहुन्छ, उहाँकै सभापतिले हस्ताक्षर गरेको टिकट लिनुपर्छ भनेर भन्नुभएको छ। फेरि यता शेखर कोइरालाले होइन ती टोलीहरू सबै हाम्रै टोली हो, उतातिर टोलीहरू फुटेर गएको, विशेष गरी नेपाली काङ्ग्रेसको विशेष मान्छे चाहिँ म हो भन्नुभएको छ। यता फेरि गगन कुमार थापाले होइन परिवर्तनको लागि भए पनि विशेष महाधिवेशन हुनुपर्छ, विशेष महाधिवेशनबाट म नै सभापति हुनुपर्छ भनेर एक किसिमको जोस जाँगर देखाइरहनु भएको छ। त्यसै गरी विश्वप्रकाश शर्माको पनि एक किसिमको जोस जाँगर देखिएको छ। नेपाली काङ्ग्रेसमा केही परिवर्तन आउनका लागि गगन कुमार थापाले खेलेको भूमिका, विश्वप्रकाश शर्मा लगायतका विभिन्न नेताहरूले खेलेको एउटा भूमिका छँदैछ। युवाहरूको जोस छ। युवाहरूले फेरि एकपल्ट के भन्नुभएको छ, गगन कुमार थापा नै प्रधानमन्त्री अथवा पार्टी सभापति हुनुपर्छ, पार्टीलाई अगाडि बढाउनको लागि गगन कुमार थापाको नेतृत्वमा पार्टी जानुपर्छ भनेर विशेष महाधिवेशन पनि धेरै टोलीहरूले हस्ताक्षर गरेर गगन कुमार थापा नै सभापति अथवा गगन कुमार थापाले नेतृत्व गर्नुपर्छ नेपाली काङ्ग्रेसलाई भनेर एक किसिमको सबैको जिज्ञासा, सबैको रुचि, सम्पूर्ण दर्शक श्रोता अथवा जनताहरूले एउटा आशा गरिरहेछन्। उता फेरि देउबाले म नै सभापति हुनुपर्छ अथवा मेरो पक्षीय अथवा कार्यवाहक सभापति पूर्णबहादुर खड्का नै सभापति हुनुपर्छ, म प्रधानमन्त्री हुनुपर्छ भनेर उहाँले एक किसिमको कठोर राख्नुभएको छ। उहाँले पनि एक किसिमको राय सल्लाह सुझाव दिन पर्ने ठाउँमा आफै म सभापति हुन्छु अथवा आफै म प्रधानमन्त्री हुन्छु भन्न चाहिँ अलिकति नमिल्दो हुनु पर्थ्यो, किनभने उहाँले नेतृत्व गरिसक्नु भएको थियो। पुस्ता हस्तान्तरण गर्ने जिम्मा हुनुपर्थ्यो भन्ने कुरा पनि हो। नेपाली काङ्ग्रेसको बिपी स्मृति भवनमा माघ 2 गते पत्रकार सम्मेलन गर्ने भन्ने कुरा आइरहेको छ। तपाईँलाई के लाग्छ? नेपाली काङ्ग्रेसको सभापति को भन्दा ठिक जस्तो लाग्छ? सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नभुल्नुहोला। विशेष गरी विशेष महाधिवेशन अथवा कार्यवाहक सभापति पूर्णबहादुर खड्का को उपयुक्त सभापति होला कमेन्ट गर्न नभुल्नुहोला।
जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला। तपाईँहरूसँग भलाकुसारी गर्नको लागि, तपाईँहरूलाई नयाँ नयाँ कुराहरू जानकारी दिनको लागि म हाम्रो इन्जोय इज लाइफ युट्युब च्यानलबाट सधैँ प्रत्यक्ष प्रसारण भइरहनेछु। सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला। कमेन्ट गर्दै गर्नुहोस्, सेयर सब्सक्राइब पनि गर्न नभुल्नुहोला।